हामी चाहिँ सतुङ्गल चोकमा अनि हामी जान लागेको हाइकिङ केटाहरू पछाडि हो अनि के अरे हामी चाहिँ लटा लम्बेश्वर जानला अनि केटाहरू यहाँ तेल भर्न आहा पेट्रोल पम्प इन ब्याक हाम्रोमा तेल छ हामी चाहिँ तेल भरेर निस्क्यो पछाडि छ केटाहरू होइन नाइका पुग्यो है अर्को त बिस्तारै आउँदैछ दिदीसँग दिदी हो दिदीसँग आउँदैछ अनि दिदी नाइकाको सनराइज रम्बेश्वर महादेव जान लागेको थियो हामी चाहिँ यहाँबाट राइट टर्न लिए अब त्यसपछि केटोहरू यहाँ छ अनि यहाँबाट जाने सिधा लाएर हामी चाहिँ चिया खान आयो यहाँनिर अगाडि यहाँ पछाडि पुलिस चौकी छ अनि पुलिसले हेरेर बसिरहेको छ भाइ हामीलाई अलिकति गुन्डा आइपुगेदेखि क्या हो मलाई अलिकति गुन्डा आइपुगेदेखि क्या हो मलाई हामी चाहिँ चिया खाएर निक्ल्यौ होइन अब जाने आफ्नो के अरे हाइकिङ रुटतिर के बोले भाइ अब के बोले के छ थाहा हामी बोले यहाँबाट कहाँ जाने माथि कि तल यहाँबाट माथि यहाँबाट राइट साइडबाट माथि जाने है केटो त हरायो त बिलुप्त जानु है गुन्डा Bangalore right side where Maya हामी चाहिँ अहिले गोदावरी 9 मा आइपुग्यो अनि यहाँनिर स्कुल छ एउटा श्री चम्पादेवी यहाँ चम्पादेवी माध्यमिक विद्यालयनिर पुग्यो थम्पी रे नाम चम्पादेवी नाम चाहिँ थम्पी यो अहिले कति बज्यो अहिले चाहिँ ठ्याक्क 7 बज्न लाग्यो हामी थम्पीमा आइपुग्यो अनि त्यसपछि त्यहाँ ठाउँको नामै बिर्सिएर काँडा लाग्यो जे होस् त्यहाँनिर 3 घन्टा हिँड्नुपर्छ भने यहाँबाट गयो भने लिएँ अनि त्यसपछि राइट साइड लिएर यतापट्टि दम राइट साइड लिएर यतापट्टि त्यसपछि सिधा अस्ति हामी अहिले लगै हालेको थिएन त्यसपछि लेफ्ट साइड
त्यसपछि फेरि सिधा अघि मैले राइटर भएको ठाउँबाट सिधा हो नि सिधा आएपछि फेरि एकचोटि राइट टर्निङ अनि त्यसपछि फेरि सिधा हजुर त जाठाको एटिट्युड हजुर, के हो कहाँ जाने ओए कहाँ जाने लेफ्ट तलबाट यहाँबाट आयो के तलबाट जाने हो ल तलबाट माथिबाट त सीमाफल जान्छ क्या अरे ओए माथिबाट सीमाफल जान्छ होइन यहाँबाट तल त्यो किलोमिटर त छ हिमाल क्या गरेर के ट्याक ट्याक आउँछ हेलो डुड्स हामी चाहिँ यहाँ 3 पानी आइपुग्यो यहाँ पछाडि गेट छ होला अनि उतापट्टि हिमालको भ्यू राम्रो देखाएको छ तर केटाहरू त खरा आयो त यार जस्ट लुकिङ लाइक अ वाउ यहाँ अब फोटो सेसन सुरु हिमालको भ्यूको अनि हो सबैजना आइरह यो क्या एन्टीलाई पऱ्याउ बात कताबाट जाने अब माथिबाट जाने हो तलबाट गेटबाट तल सिधै जाने अब चाहिँ त्यहाँ माथि गेट रातो गेटबाट नगइकन तलबाट सिधा जाने अनि ल म्या जुत्ता त पुरै यहाँ चाहिँ कुकुर दम 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 लेट्स गो ओ त्यो गेटबाट नगइकन सिधै जाने हो है यताबाट सिधा जाने यस्तो भन्छ भ्यू भने ढुङढुङ looking good कुकुर आएन यार ब्यागभित्र हाल्दै ब्यागभित्र हाल्दैन त्यसले त्यसको बाइकमा यस्तो यस्तो हुन्छ क्या पछाडि त्यो पुग्थ्यो अटो ब्यागभित्र हाल्नु ल गो 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 अब यहाँबाट सिधै जाने गेटमा नछिन्नु होइन नछिन्नु सिधै जाने यस बागमती पुल पुग्नै बाँकी छ बागमती पुल यस हामी कहाँ जान्ला अरे लता लम्बेश्वर महादेव महादेव जान्ला लता लम्बेश्वर महादेव जम 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 बसौँ
चढेर चाहिँ यार यस्तो बाटोमा मऱ्यो पनि राम राम सत्य लभली भ्यू छ नि त यो त लभलीको छोरी छ यार यो त लभलीको छोरी छ यार स्टिकी बनाउनु पनि यहाँ छ है क्रिस्टियानो रोनाल्डोले जित्यो गेम हेर्नु पनि आज रोनाल्डोको गेम छ हामीले त अहिले घुम्न आइरहेको छौँ जे होस् रोनाल्डोले जित्छ है 5 लाग्छ 5 भोलि शनिबार हो वेलकम टु द ब्लग यस भोलि आज हामी यहीँ बस्ने प्लान भयो होइन भ्लग चाहिँ 2टा पार्टमा आउँछ कि भ्लग चाहिँ 2टा पार्टमा आउँछ होइन आजको र भोलिको 2 दिनको यता तल कन्स्ट्रक्सन चलिरहेको चार्जरको डल्लो ल्याउनु ए मै भएन चार्जर दादा के गर्नु पर्छ नि मसँग चार्जर छ ए डल्लो छ यसले डल्लो ल्याएछ त मामा घरमा जति हुन्छ नि यार चार्जरको अहिले टाइप सी नचलाउने को लास्टमा त मामा घरमा आइफोन मात्रै दिएको टाइप सी पनि छैन कहाँ जानु लाग्यो हामी लता रम्बेश्वर जाँदैछौँ शिवजीको मूर्ति चुहन्न शिवजीको मूर्ति चुहन्न शिवजीको मूर्ति जानु अहिले चाहिँ मुद्दा जान्ला हो अहिले चाहिँ मुद्दा जान्ला हो होइन राम राम जाउँ खै केटाहरू त खै पहिला आउँछु भनेको पहिला जान्छु भनेको कसले लाइन स्लाइड हुनु ओ त्यो त यतिले अड्क्या यार ल यहाँ चाहिँ ढुङ्गा झर्रा रहेछ यतिले झर्न लाग्यो त्यो त यस्तो बाटो हो हामी चाहिँ जाँदैछौँ जम त्यहाँ ढुङ्गा खस्न अब यतिले अड्क्या भने जम रोड ब्रेक्स आउनुपर्छ है फ्रुट्स यस्तो राम्रो राम्रो भ्यू छ होइन हेलो अझै सुतिरहेको होइन हामी यहाँ कोही कति 8 बजिसक्यो अहिलेसम्म यहाँ छु वर्ल्ड कप हेरेर होला होइन पर्चुगल कोही टेरेमा कसले जित्यो कसले जित्यो कोही रे पर्चुगल कोही टेरेमा हामी यहाँ गेम हेरेर आएको थियौँ म त भर्खर उठाएको थिएँ होइन केटाहरूले त उठाएर ल्याइदियो भने त्यही त उठाउने पाँदैन केटाहरूले उठाएर ल्याइदियो भने पर्चुगलको गेम क्या बस्दै हेरेर पछि अहिले लगिनु घुम्न अरे ल आइदियो पर्चुगल र कोरियामा कसले जित्यो प्लिज कमेन्ट इट हामी गेमै हेर्नु पाएन भने फर्स्ट हाफमा त हेरेर आएको भ्यू चाहिँ राम्रो छ अब चाहिँ यो बोल्नु पर्ने सिटी चाहिँ केना चाहता हो कि आना चाहिए उठाएर हुनुपर्छ यही हो इन्जोय गर्ने चाहिँ ठुलो भएपछि बच्चाहरू हुन्छ पाउँदैन होइन बच्चालाई घुमाउँछस् कि बच्चालाई घुमाउने कहाँ घुम्ने बाई बाई ए बाई बाई होइन बाँकी छ स्ट्रगल हेरे स्ट्रगल अरू त हात भरायो भाइ बाटो चाहिँ अलिक गतिलो रहेछ होइन कपाल हरियाएर हो घाम डुब्यो होइन एकैछिनमा 2 मिनटमा
भ्यू राम्रो छ यस्तो हुनुपर्छ क्या भ्यू भने हाइकिङ त उताबाट सुरु हो यस्तो ठाउँमा आउनुपर्छ क्या टाढा टाढा नजिक जान्छ तर बाइक भएको साथीहरू पनि हुन्छ है फेरि पुग्यो हामी चाहिँ माथिबाट आएको होइन हौ यहाँ तलबाट गयो भने काठमाडौँ पुग्दो रहेछ कहाँ हो अब कुन बाटो जानुपर्ने हो थाहा होइन अनि केटाहरू आउँदैछ केटाहरूलाई गुरु एक तू ही नहीं कता हो सिधा हो ल सिधा हो अरे यहाँबाट जुस कालो देखेर म हामी चाहिँ यहाँ के अरे यो कुन चाहिँ पुलमा आइपुग्यो होइन पुलतिर आइपुग्यो यहाँनिर खोला चाहिँ मरत आइरहेको छ डोजर छ अगाडि यो ए दुईजना राइडरहरू यता डोजर यता खोला त क्या ठुलो आइरहेको छ है एक तू ही नहीं बाढी आइरहेको त्यही त बाढी आएर हाल्नु क्या यहाँ पौडी लियो पौडी खेल्यो खेल्नुपर्छ अहिले फर्किँदा ए उता कुरा रहेछ म त सपिङ कहाँ आउनु गयो भने दुईजना राइडर त्यहाँ एकदम फ्री फायरको पुल यो अनि पुल कटेपछि चाहिँ के अरे के भन्छ अरे लेफ्ट साइडपट्टि आउने हो है राइट साइडपट्टि जाने होइन गो विथ द फ्लो पुल चाहिँ पछाडि छ यहाँ चाहिँ के अरे झर्ना बगिरहेको रहेछ सेतो के अरे मिल्की टाइपको होइन अनि ऊ त्यहाँ माथि चाहिँ एउटा टनल टाइपको रहेछ भाइ अनि ऊ केटाहरू आउँदैछौ जमजम बिस्तारी झर्ना हो माथि टनल टाइपको रहेछ है माथि टनल छ क्या तर पनि मान्छे छिरेर जान्छ जस्तो टनल तलको बाटो आएपछि यता लेफ्ट तलको बाटो आएपछि यता लेफ्ट लागेर टनल साइडतिर जाने अनि टनलमा छिर्ने हो क्या हो बाटै थाहा छैन हाम्रो कन्स्ट्रक्सन चलिरहेको दुइटा हामी जान्छ कहाँबाट हो सिधा हो दुइटा टनल कन्स्ट्रक्सन होइन टनलपट्टि आउने हो त्यहाँबाट लेफ्ट साइडबाट टनलपट्टि राइट साइडबाट टनलपट्टि आयो अब टनलपट्टिबाट कटाउ माथि त कन्स्ट्रक्सन चल्दा अब यहाँ सिधा बाटो एउटा त्यो जाने हो कि कताबाट जाने हो थाहा छैन केटाहरू आउँदैछ पछाडि हामी चाहिँ अगाडि माथि कन्स्ट्रक्सन टनल सैनिक इलाका यताबाट हो सैनिक इलाका देखाएको छ ल टनल यता टनलको टनल यताबाट टनल अनि यताबाट जाने लेट्स गो पछाडि आउँदैछ दुईजना चाके दुखे हामी चाहिँ कार्यालय आइपुग्यो अब तिरपल्लोट जाने यहाँ भाइ बहिनीहरू स्कुल जानु लाग्दैछ अब यहाँबाट माथि जाने माथि पछि हाइकिङ सुरु जम यो ब्याग त्यसमा हाल्नु पर्ने त्यो ब्याग त्यसमा हाल्नु पर्ने के यस्तो छ प्रहरी चौकी यहाँ छ अनि हामी चाहिँ अब माथिबाट हाइकिङ सुरु हुन्छ है यो यही चाकमा खोजिरहेको यही चाकमा खोजिरहेको नो दम यहाँलाई स्याउ खाएर जम अब चाहिँ हामी जान्छौँ जानलाई जम जू हो जू अहिले उठ्नु च्याटले वाह रोनाल्डोले जुइबाट हानेर जितेछ है सु होइन सु छैन यार सु छैन यार ल हाइकिङ सुरु ऊ त फर्स्ट टाइम आएको त्यसको मामा मैले चिन्दिनँ जम स्टेबलमा हालेँ मैले फेरि हाइकिङ सुरु आज के छ हार्दियो भाइ यार यस्तो स्टिक रहेछ त अघि बाइकमा हाल्नु त्यो छ त स्टिक बाइकमा कहाँ हाल्नु त
कहिले डोरी लिएर आएर कुन यो डाँडा चढ्ने हो यो डाँडा चढ्ने चढ्दै गएपछि थाहा हुन्छ कुन कुन डाँडा चढ्ने भनेर ल जम 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 त्यो यो बाटो होइन ए बाइक जाने बाटो हाइकिङ जाने बाटो चाहिँ यताबाट लेफ्ट साइडबाट त्यही त हुन् स्कुटी दिनु पऱ्यो नि यो मान्छेले उयो मान्छे स्कुटी चलाउनु दिँदैन ऊ बाइक राइडर उठ्छन् उयो छ बाइक चला बाइक चला लेट्स गो हजुर ए ला दिदी दिदी ज्याकेट छोड्नु भएको के दिदी यार बिचरा जुस दिएर पठाइदिन्छु दुईजना जुस हैन देन एउटा मेरो ब्यागमा चकलेट छ आशा दे नानी रोक तिम्रो लागि चकलेट यस्तो हुन्छ क्या मान्छे भनेको यहाँसम्म पुऱ्याउनु ल्याइदियो है बहिनीले के हो त्यो होइन भयो दि डेढ मिनट रसियन चकलेट ओ रसियन चकलेट ए हामीलाई नि अलिकति ए हामीलाई नि अलिकति मलाई नि अलिकति ए बच्चालाई हैन लास्ट बच्चाहरूलाई ठिक्क हुन्छ क्या ल बिस्तारै खाऊ है बाई बाई तिमीहरू मिलेर खाऊ है टिचर भएन भने मलाई बोलाऊ म आइदिन्छु है टिचर भएन मलाई बोलाऊ है राम्री टिचर रहेछ भने चाहिँ मलाई हो राम्री टिचर रहेछ भने चाहिँ मलाई हो ए त्यसैले पो तेरो जिउ यस्तो बोका बोका हुना रहेछ है टिचर रहेन त भने उसलाई बोलाउने हैन राम्री रहेछ भने चाहिँ मलाई बोलाउने जम्नु बाजु हामीले अब चाँचर गरेर खाना खाने यो बाटो जाने यो बाटो सिधा माथितिर जाने होइन नि फेरि सिधा माथितिर गर्ने यहाँ पुग्छ जाने यो बाटो आउँदैछ त्यहाँ छिटो छिटो खाना खान जानु पऱ्यो सबैलाई भोक लाग्यो अरे गयो चिजम त्यो आमा लट्ठी पनि ल्याइसक्यो जानु यो बाटो जाने होइन है यो बाटो जाने केटा माथि स्यास्या भयो अरे बाटो यस्तो गौतेन चढो ल जाउँ बिस्तारी वा यहाँ पुग्यो आधीको आधी बाटो म त गएँ भैलुवा फुकाल्ने दुईजना यहाँ छ अरू चाहिँ आउँदैन तलबाट माथिबाट भ्यू यस्तो देख्छ होइन दुवैजना थाको पानी पनि लाग्यो है अनि मकै बारी पुग्यो उताबाट बादलहरू आइरह अनि हामी पुग्नुपर्ने चाहिँ ऊ त्यहाँ माथि खाना खाने ठाउँ चाहिँ कुन हो ए त्यो जस्ता हो खाना ठाउँ लेट्स गो माथि गएर अनि माथि चिसो पानी आउँछ अरे धारामा गएर नुहाउने हो होइन सब्सक्राइब नगर्नेहरूलाई आई लभ यु सब्सक्राइब गर्नेलाई आई लभ यु छु ल जाउँ माथि खाना खान चिसो पानी आउँछ अरे नुहाइदिने हो ल प्र्याङ्क भयो त खाना खान ठाउँ हेर्नु रहेछ यो त ओ कहाँ हो खाना खान ठाउँ यो त होइन रहेछ खाना खान ठाउँ खै ए त्यो पो हो ऊ त्यहाँ माथि हो खाना ठाउँ त्यो तल त होइन रहेछ ओ यहीँसम्म बाइक आउँदो रहेछ त आउँछ भनिरहेको ए हामी यत्रो फोकटी हिँडेर आएको त्यही त मकैबारी भ्यू यस्तो मकैबारी यस मकैबारी आइपुग्यो अब माथि गएर एकसाथ नुहाइदिने हो यो लेट्स गो यो खाना खाने ठाउँ चाहिँ तलबाट आयो माथि ओए चिसो पानी कहाँ आउँछ भने खोइ रोक नुहाउनु पर्यो जम 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 अझ डेढ पर्छ म्याउ म्याउ कुकुर अर्को कुकुर यहाँबाट भ्यू नाइस देख्दो रहेछ त नि यहीसँग गाडी आउँछ क्या हो हामी हाइकिङ फेरि काल आउँछ
हिजो त ममले कम घोप्टिन्छ मलाई यता माथि गरेर चाउ साला खाना नपाएको भएर अर्डर दिएर हामी माथि गएर आउने होइन केटाहरू यहीँ छ अनि यहाँबाट भ्यू यस्तो आउँछ यो घरबाट यहाँ चाहिँ 500 रुपियाँ पर पर्सन 500 रुपियाँ पर पर्सन भने नि यहाँ बस्नलाई 500 रुपियाँ ए यता रे यता त्यता अप्ठ्यारो खरे यहाँ चाहिँ 500 रुपियाँ पर पर्सन रहेछ लेट्स गो अब माथि गएर तल झरेपछि खाना खाने फेरि 500 रुपियाँ पर पर्सन चाहिँ रुमको है खानाको होइन धेरै सस्तो धेरै सस्तो खानाको चाहिँ कति हो खानाको भेज खाना 200 भेज खाना 200 खाना 300 बस्ने समेत गयो भने 500 मा सबै यस 500 मा भेज खाना चिकन खाना अनि रुम पनि भेज खाना चिकन खाना होइन एक रातको खाना अनि एउटा रुम 500 मा कोही धेरै सस्तो रहेछ त्यहाँ नाइस रहेछ ल यति माथि 500 मा सबै सस्तो रहेछ ओके सो लेट्स गो अब माथि डाँडा फेरि चढ्न सुरु भयो माथि टपमा पुग्नुपर्छ अझै हामी आधी बाटो भएर आइपुग्यो यहाँको मोटरसाइकल नि आउँदो रहेछ अनि यहाँ केटाहरूले प्र्याङ्क गरेर हामी हिँडे ल्याइदियो बोइज आर कमिङ एकजना माथि मजा ल नि यताबाट जाने महादेव मन्दिर यो भ्यू त राम्रै छ अब जाउँ माछामा कति बसौ माइतीकै घर कौसीमा माइतीकै कौसीमा यसो आँखा हामीलाई पनि हेर न के भन्छ हेलो म थाक्यो अनि यहाँको बाटो रहेछ यहाँबाट होइन यहाँबाट जाने रातो रातो माट लगाइदिए लेट्स गो चौधै यो हामी चाहिँ थाका भएर रेस्ट लिइरहेको अनि खान लाग्छु फेरि अझै सुक्खा हुन्छ मुख खोइ चौचो कहाँ पुग्यो तल तल हाल्थेँ केटाले मैले खानेकुरा तल तल हाल्यो लुगा सब माथि माथि हालेँ त्यही त्यो गौतेले सब माथि माथि लुगा हाल्थेँ मैले तल तल हाल्थेँ नि हैट राङै काट्न लाग्छ भन्यो हामी चाहिँ 2 जना मात्रै हो अरूहरू चाहिँ आउँदैछ तलबाट यो थाहा गयो तर म चाहिँ यहाँ बसेर एकछिन लामो बाटो हाय हाय क्या राम्रो देखेर म रेखा छोडिरहेको रहेछ मैले पानी खुवाइदिएँ तिनीहरूलाई वेट ब्रो चमचम लेट्स गो माथि टपमा पुग्नुपर्छ यहाँबाट आधी घन्टा होइन यहाँबाट आधी घन्टा होइन यसलाई एक्लै छोड्यो आधी घन्टा जुच हामी चाहिँ अब बिचतिर आइपुग्यो ए बिच कट्यो होला अनि यत्रो भारी ब्याग छ यार सबैले लुगाहरू थुपारिदिए गऱ्यौँ भयो लुगा फुगाले भर्खर तल बसेको एकछिन पसिना सुक्यो सबै अब माथि जाएँ सो लेट्स गो हाइट गरौँ भयो होइन ला मेसीको फोटो खिच एउटा मेसीको आज रोनाल्डोले गेम जित्यो फाइनल गाइड यहाँ आइपुग्यो पानी अब मन्दिरमा चाहिँ जानु बाँकी होइन 15 मिनट जाइक यहाँबाट 15 मिनट भ्यू आउँछ यहाँबाट उसलाई मैले भने नि यहाँ जाडो हुँदैन उसलाई थियो होइन 15 मिनट हिँड्ने त्यसपछि फेरि तल गएर कामिसक्यो हेभेनमा आज सुकिरहन्छ हेभेनमा आज सुकिरह्यो लेट्स गो अब पानीपुरी चटपटी खाएर फेरि जान्थेँ माथि यहाँ पुरै हुस्वाइरह यो यहाँ हुस्वाइरह पुरै केही देखाएको छैन वी इन द टप अफ डाँडा अनि यहाँ भोलाएर चटपटी पानीपुरी खान्ला तल गएर फेरि खाना खानुपर्छ फेरि तल जानुपर्छ होइन यहाँ त मस्त हावा चलिरहेको क्या यताबाट जाने हो यताबाट जाने हो हुस्सु पनि चिसो भएन यहाँ त गर्मी भइरहेको मलाई ओइ मलाई त गर्मी भइरहेको ओइ जाने चाहिँ कहाँबाट हो यहाँबाट यहाँबाट जाने यहाँबाट चाहिँ आउँछ तर भोग्ला यार दुध ढोगेर फेरि तल गएर यहाँबाट अब तल गएर खाना खाऊ गुल्टिँदै जाने हो अब त पाल्टाङ बुल्टुङ बिल्डिङ गुल्टिँदै
अनि मस्त हेर थका लाग्यो सूर्य हाम्रो गाइड हामीलाई बाटो देखाउने मान्छे यही हो सुतिरह यहाँ ओ फा मस्त नि दिएर सुहानी बाटो अब कुन महादेव रे लता रम्बेश्वर महादेव ढोग्नी त्यसपछि तलले जुगाले टोकेछ अनि ऊ पापी मान्छेले जुगालाई नुन हालेर मारिदियो टोके ठाउँमा नि ठोले राख्यो अनि त्यो खुर्सा त्यो टोके आइदियो के अरे जुगा बाटो भरि एउटै देखि मैले पनि देखिनँ यार जुगा त उयो त्यो के अरे घाउ बाटोमा खोर्सानीको धुलाहरू घाउ बाटोमा खोर्सानीको धुलाहरू आएको चाहिँ पुरै कुहिरो होइन कुहिरो लगाएर मान्छे पनि राम्रो देख्दैन रहेछ क्या यहाँ दुईजना अगाडि गइरहेको छ भुत जस्तो देखाएको छ ल कुहिरो आइरहेको उताबाट नि तेरी बाते ना समझसी फिर भी शायद लग रही है तेरे लिए लेट्स गो यो वर्ल्ड कप चलिरहा नकआउट राउन्डमा पोर्चुगलले जित्यो यो ल ओके यहाँबाट सूर्यास्त छ हाम्रो अब बाटो फेरि तलतिर जाने मन्दिर हैट ओइ यहाँबाट एउटा भिडियो जाओस् है चौ कुहिरो सुरुवाल अलि तल सारेर मेरी बात है के गर्नु आफ्नो इज्जत नभए नि गर्लफ्रेन्डको त इज्जत छ ल 1 2 3 मेरो एउटा सबैजना त जान हेलो दुध लेट्स गो हिँड्न नाटकै बेसी लेट्स गो यो तेरी बातें ना समझसी तुम तुडुङ ट्याडाउ यस तल जाने त्यसपछि यहाँ त भिरालो भिडियो खिच्यो हजुर तँलाई चाहिँदैन होइन मान्छे बाहुबली तल जाने ज्याकेट होइन नाइस छ यहाँबाट मोबाइल खसे पनि छैन आफ्नो आफ्नो सामानको जतन गरौँ है यस जम तल जाउँ ए यहाँबाट कति तल ह बाटो तल देखेछ यो सोते डाँडा हो क्या हो देख्न चाहिँ देखेन बुझा देखेन त देखेन अब जाउँ अनि माथि छ अनि फेरि साइडमा अब यो कस्तो कुहिरो कस्तो राम्रो देखियो हँ भाग्यमा जहिले यही महिनामा आउँछ अनि यही हो त्यही हुसु हड्या हुसु त चारतिर तु परेशान कस्तो दामी भ्यू लाल लाल कस्तो लाल न सानो लाल लाल नो ए जम चढ्छ फोटो खिच्नु लेट्स गो बिस्तारै ओए त्यो हुसु हट्यो उसो अरे हेर्न कस्तो दामी भ्यू टनल त ऊ त्यहाँ तलै रहेछ हटे हेलो डुड्स अघिको केब चाहिँ ऊ त्यहाँ तल ह अघि हामी आएको केब अनि अहिले चाहिँ हामी यहाँबाट तल जान्ला सो लेट्स गो तल यहाँ त्यो मान्छे डराएको यहाँ तल जाँदा दुईजना अगाडि ए हुसु हटिरह भाइ छमे ह्याकको एकजना भिडियो वाले याले क्वाउ पिरो चाहिँ हट्दैछ यो काम लाग्ने अर्जेन्टिनाको फ्यान अनि उताबाट यो डाँडा यो डाँडाबाट कतारि उताबाट डाँडा होइन उता चाहिँ फेरि कुहिरै छ भने पुग्यो त्यही हो के उ चाहिँ नि अब त्यहीँनिर पुगो जम यो कालो चढेर आएको यसलाई फोटो खिच्नु पऱ्यो हामी चाहिँ यहाँबाट आएको हौ अगाडि यहाँ पुरै एउटा ठाडो डाँडो छ भर्याङ छ अहिले चाहिँ हुस्सु पुरै उडिरह सुइँ लाएर अनि यहाँ चाहिँ हुस्सु गएको छैन बिस्तारै जाँदैछ मन्दिर ढोकेर आउँदाखेरि हुस्सु गयो भने फेरि भ्यू देखाउने है जम लेट्स गो क्या खर्चा हुस्सु आयो लुक एट द्याट क्या सुइँ हुस्सु गएको है लेट्स गो मन्दिर पुगेर देखाउँछु जाने है गाइस यो अहिले फर्काएको चाहिँ घर जाने बाटो अरे जाँदाखेरि यताबाट जाने डुट्स फेरि हुस्सु आयो अहिले आउँदाखेरि हुस्सु हरायो पनि भ्यू देखाउँछु हेलो गाइस हामी चाहिँ फाइनली पुगो होइन यहाँ छ मन्दिर उता छ अनि ऊ माथि त्रिशुल आन्टी त्रिशुलहरू एक नवा यहाँ त गुफा त भाइ ल यहाँ पनि मन्दिर रहेछ भित्र देउता रहेछ घन्टी भयो यो मन्दिर कहाँ माथि हो
जुत्ता फुकालेर जाउँ यहाँ यहाँ अनि यहाँ माथि जानुपर्छ देउरा चाहिँ भित्र छ देखिरहेको त्यसबाट देउता चाहिँ यहाँ भित्र छ होइन उपल देख्यो अनि हामी चाहिँ यहाँ गऱ्यौँ भयो लुगालाई अनि अब जाँदाखेरि आउँदाखेरि त्यहाँबाट नि जाँदाखेरि चाहिँ अब यहाँबाट तल अहिलेसम्म कुहिरो गएको छैन माथि पनि जानु मिल्छ माथि चाहिँ के छ माथि के त्यहाँ लटरमेश्वर आएको लटरमेश्वर माथि हुनुहुन्छ माथि यो आमाको बाबाको शिर आमाको शिर माथि एउटै डल्लै शिवलिङ्ग पूजा गरे नि नगरे नि यहाँ आएपछि मुक्ति भयो फल पाए आएपछि मुक्ति भयो फल पाएन ओके भने सिनी जानु फोटो खिच्नु त्यो डाँडा शिरलाई भन्नु पूजा गर्ने गएको मान्छेहरूले नजानेर गएको क्या आउँदो रहेछ टिका लगाइदिनु भयो सबैलाई होइन ह्यान्डसम तू परेसा रही है यो लतारम्बेश्वर आइपुग्यो महादेवको मन्दिर अब फेरि हिँडेर जाने हो ए हो त पसै ल्याएन ए त्यही त हामी पनि जाउँ एउटा ढोका आइरहौँ भित्र गएर सबैको एकैचोटि भगवानले नबोलाइकन भगवानको ठाउँमा आउन सकिँदैन र के हामी त हावामा हो यो भण्डारीले कल गर्थ्यो अरे यतिखेर यहाँ एउटा ढोङ्ला बेला ओ छिटो बाँड्ने के खोइ गएको त यहाँ भगवान्सँग माग्नु पर्ने पजुगाले वर्ल्ड कप जित्यो पजुगाले वर्ल्ड कप जित्यो ए हात अर्जेन्टिना यो ल भगवान् यहाँ हुन्छ महादेवको मुख अब फुल प्रसाद ओहो धुप रहेछ फुल एउटा ल्याइदिउँ महादेव ए धुप रहेछ यार फुलिन लागेको त धुप रहेछ भने झन्डै पोले लेट्स गो ल हामीले एउटा ढोग्यो प्रसादी ढोगेर यो हामीलाई चाहिँ यहाँ माथि आउन 4 घन्टा लाग्यो हामी रेस्ट लिँदै आयो अब चाहिँ माथि जान लाग्यो सो माथि गराउँछौँ पुरै कुहिरो लाएर केही देखाएको छैन ओहो मेरो टिका पुरै नाकबाट सिधै बगेछ त भाइ लेट्स गो अप हामी चाहिँ आइपुग्यो त्रिशुल देखाएको थियो त खोइ ओहो यहाँ त ए गो ए यही भयो म त उतातिर मुस्यो त्रिशुल ल्यायो ल टिका त सब नाकमा भएछ भाइ यस्तो कुहिरोले केही देखाएको छैन न त भ्यू क्या राम्रो आउँथ्यो है यहाँ त कस्तो गोरु देखाएर म है यता त गोरु देख्थ्यो म मान्छे ए टिका चाहिँ कस्तो गोरो हो मेरो त टिकै पैसाले बगाइछ यार तपाईँभन्दा गोरु त मै देखाएको मै गोरु देखाएको छु यो चाहिँ मन्दिर यहाँ छ राम्रोसँग अनि यो बिहान भिडियो बनाउँदैछ अरू सबै त्यहाँ बसिरहेको सबको खिच्ने हो भाइ सेल्फी हान्ने त्यहाँ खिच्ने कि देउडा खरा खिच्ने हर महादेव त्यो भन्छ नि के पते पते हर हर महादेव यो यहाँ न कहाँ हेर त स्पाइडरम्यान स्पाइडर वहाँ का बाहर रख ला रे क्या बोला तूने
कान्नु प्रसादी यो अनि ती चिया प्रसाद खुवाउने पुरै अबिर त्यही त भगवानले खाँदैन खाने भनेको हामीले हो हामीले खाने खाने भनेको हामीले हो होइन। प्रसाद ल्याउनु पर्छ तैले हो मान्छेले कतिखेरहरू यो फाइनली लता रामेश्वर 2 चोटि आइयो। म चाहिँ एकचोटि फर्स्ट टाइम आउँदा पनि यस्तै हुस्सु नै हुस्सु गाइस है, फेरि आउँदा नि हुस्सु नै हुस्सु। Guys, it's for normal people. Dudes, hello dudes. अब नेक्स्ट टाइम आउँदाखेरि हुस्सु नभएको मौसममा आइन्छ। मेरो चाहिँ थाहा होइन है। अब हामी अब त समीनको मामा घर गइन्छौँ। यस समीरको मामा घरबाट हाम्रो बाई बाई आमा, पछि फेरि आउँछु म लास्ट एकचोटि। ए हस्। अनि सबसे मेन कुरा मैले यो लिएर आएको छु लुगे च्यात्यो चेन फुकाल्न मिल्छ। मैले यहाँ वर्ल्ड कप मेसीले जितोस् भनेर मेसीको लुगा लगाएर छु। मैले रोनाल्डोले जित्छ भने मागेको मेसी। यो अघि कुहिरो अलिअलि हटाएको थियो, अहिले त झन् फेरि धरो कुहिरो आयो। वी आर टर्निङ ओकालो। यसपालि वर्ल्ड कप अर्जेन्टिनाले लग्छ, त्यसैले यहाँ मेसीले आँखा खोलेर सपना देख्छ यार, रोनाल्डोले जित्छ। आँखा खोलेर सपना देख्ने हो हा? एकजना रोनाल्डो एकजना मेसी। यस रोनाल्डो र मेसी। या आज 2 गोल हान्यो बेमानले। जित्ने हाने 2 गोल, 1 गोल हाने चाहिँ पेनल्टी। मेसीले त मिस गरेको थियो। अनि 2 गोल फर्काएन। के फर्कायो 2 गोल? मिस गरेको एउटा रिजन छ। के रिजन छ मिस गरेको? फर्स्ट पेनल्टी मिसै मेसीले गरे। रोनाल्डो गोल जित्यो, के अरे गेम जित्यो भन्छ त्यही भएर। ए गुखा छौगा उही हो न अनि फाइनल्ली कुएवनमा हान जाने त खाना फेरि तल जानुपर्छ। अब 1 घन्टा लाग्छ। भोलिसक्यो हात कामसियो। अब त बोलाएर चप खाने रे, भोक लाग्यो रे। तल गएर फेरि खानुपर्छ। ओए कहाँ हो आलु चप खाने? त्यहाँ माथि नै आलु चप पाउँछ भाइ, चटपटी पानी पनि पाउँछ। ल ब्यागले ओए आलु चप त कत्रो ठुलो हौ आलु चप। होइन आलु चप खाएन, ऊ सस पनि सस, अचार आलु चप इट्स ठिकै। चाहे आमा अहिले पाउनु भयो नि ठुलो जुगाई। ओइ कत्रो ओए जुत्ता बोले बिचरालाई मारिदिएर पाप लाग्छ यो मान्छेलाई। यही हो मान्छे जुगा मार्ने, यही हो मान्छे जुगा मार्ने। यही हो। अब चाहिँ हामी जान लाग्यो। यहाँ आलु चप खायो होइन बाजे? त्यो बाजेले बनाउनु भएको आलु चप भन्छ होइन? सबजना बाजेकोमा आलु चप खान आउनु। चटपटी नि मिठो छ, आलु चप नि मिठो छ। चटपटी अगाडि आलु चप यता। अनि यहाँ के अरे ट्वाकेहरूलाई बियर नि छ। गोर्खा बियर छ यहाँ, गोर्खा बियर। अब चाहिँ हामी सिधै तल घर गएर खाना खाने। अब लेट्स गो। हाम्रो गाइडेन्स के अरे ओइ त्यो घुमाउने आउनलाई के भन्छ? हाम्रो गाइड ऊ 2 जना, फादर एन्ड सन। मुत्यो ब्याट्री छैन, खानै पाउँदो रहेछ। हाम्रो खाना खाने बेला भयो होइन? खाना खाएर चाहिँ टिभी हेर्दै अनि त्यसपछि खाना गम खाँदै होइन? अब जाने हो मामा घर मेरो होइन है, फेरि केटोको मामा घर जाने, त्यहीँ बस्ने, गेम खेल्ने। भोलि अर्जेन्टिनाको हेर्ने। आज पोर्चुगल जितिहाल्यो। परो पानी परो
पानी पऱ्यो भिडियो नबनाउने अस्ति मेरो मोबाइल बिग्रेको थियो त्यही भएर मोबाइल अब चाहिँ हामी यहाँबाट जान्ला ऊ क्यारमबोर्ड एकजना गइसक्यो अब चाहिँ कोही अब चाहिँ हामी गयौँ घर त जाने होला आज उता केटोको मामा घर जाने रे दम 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 भाइ हामी चाहिँ अब मामा घरतिर लाग्यौँ होइन त्यहाँ सकेर मामा घर कहाँ हो चाहिँ थाहा भएन त्यो केटोको मामा घर जाने बस्ने खाने आज त्यहीँ बस्ने अनि भोलि बिहान निस्किने जाउ त्यस्तो के भने यहाँ त यस्तो हो अनि उता चाहिँ ऊ स्कुटी नतानेर एकजना अलि अनि अहिलेको टनेल चाहिँ यताबाट निक्लिँदो रहेछ है डाँडाको वारिपारि रहेछ टनेल चाहिँ अनि हामी चाहिँ यहाँ माथि दुईजना डाँडा चाहिँ खतरा रहेछ क्या पछाडिको हेर है क्या सिलिप त दुईवटा डाँडाको बिचमा ठक पदार पठाइदिनुको लागि आओ प्रेमी हस्पिटल आन्न पाएर आफ्नो बुढले क्या खतरा पाइपा इपा चाहिँ नि हामी पाइपा बाटो हेर्नु बाटो ओ दाइ यहाँबाट कता हो माथि कि त खोइ कोही छ उता दाइहरू कहाँबाट खस्छ त बाइकै लड बाइक लडो ए लडेन जस्ट हाइट नभएर डिस्प्यालेन्स भयो हाइट नभएर सातो नम्बर आयो म स्टार्ट भएन हुन जाऊ न के यो हामी पाइपा आइपुग्यो पाइपा ओए पाउन म बस्छु ओए इब्बा आइपुग्यो इब्बा त्यहाँ फेरि चढ्नु आएन आउनु आइज र मोटर गाडीमा एउटा हातमा घुसाउने त्यो वाला राख्नु पनि मोबाइलमा अलिक घुसाएर ट्याक्क बनाउनु हुन्थ्यो मोबाइल खसे पनि ट्याक्क अडिनु ढुङ्गा हेर्न कस्तो देखेँ राम्रो रहेछ या तर ओ कस्तो बिबिचतिर ढुङ्गा के है यो कालो ताने केटोको हाम्रो सबै 10 बजी हिँड्छ यो त्यहाँ माछा मारिसक्यो कहाँबाट किन लाइट चाहिँ त्यो दाइहरूलाई सोध्नु पऱ्यो भने नि बाटो आएको नि त दुईवटा बाटो आएपछि लुने बाइक दाइ को कतै जाने बाटो कुन हो जहाँबाट कहाँ कुन चाहिँ बाटो राम्रो छ यहाँबाट राम्रो छैन बाटो तल आई मिन जेस यस्तै यस्तै ए हुन्छ त्यसरी उता एउटा ठाउँ झर्नुपर्छ म झरिदिन्छु जम 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 जानु जानु त लेट्स गो हामी के ओगाडी जाँदा कि भिन्डी जाँदा भिन्डी होइन यस भिन्डी जाँदा मामा घर केटो अगाडि किन्दा नि तुम पास आए यो मुस्कुराए ओए यहाँ त के मान्छे मरे जस्तै सुतेर राखेको छ त के हो यो तुमने न जाने क्या सपने दिखाए अब तो मेरा दिल जागे न सकता है गाडी आउँदैछ ए गोरु भने मैले त गुरु गुरु सुने गोरु भने चाहिँ गुरु गुरु सुन्छ ला ला
मेरे त अलग्गै हुन्छ नि हामी अहिले हान्यो पनि छैन अहिले सबै बोका रहेछ सबै बोका रहेछ ए एमा छ नि ए बा बिस्तारै बिस्तारै नो पारे यताबाट गयो भने सिस्नेरी सिस्नेरीबाट उता त नजिकै पर्छ भीमफेदी इपा माथि भीमफेरी नि माथि नाइस इपा हुँदै भीमफेदी जाने हो नि त ए यताबाट चाहिँ सिस्नेरी अनि फेरि इपा त फेरि यता देखाएको यता नि यो हो के इपा यो नि हो ए इपा हो यो नि इपा हामी चाहिँ इपा हुँदै भीमफेदी जाने जो सब हामी चाहिँ खोगाटी आइपुग्यो होइन अनि केटाहरू त मलाई छोडेर गइदियो खै कहाँ गयो हरायो अनि दुईजना चाहिँ ऊ अब डाँडा पारी हो अनि म चाहिँ यहाँ पुलमा यो 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 स्कुटरमा तेलै सक्यो तेल लिन गएको हो मेरो स्ट्यान्ड माग्नु पनि यार भिडियो बनाउँदै बस्नु अब एक्लै नो प्रब्लम सो लेट्स सिट इन हियर ल भ्यू चाहिँ यस्तो छ लभली अनि पछाडिको चाहिँ यस्तो लभली अनि के अरे डाँडाको बिचमा चाहिँ म पुलमा बसिरहेको थिएँ आई एम सिटिङ इन पुल यो आइट खौगाटे पुल आइट ओहो के खतरा डाँडा देखेको है साथी आयो हामी चाहिँ अहिले जमा सोल भन्छ अब तुम लोग गलती से अगर नए हो तो सब्सक्राइब करो, वो जो लाल वाला बटन है उस पे अपने जीजा जी फेंक के मारो या फूफा जी, मुझे नहीं पता, बस क्लिक हो जाना चाहिए। अब मैं भी जा रहा हूँ।